हिजोको हावाले मेरो त हो ओठ त पुरा फुटेछ। ओ माई गड। बट आई हेभ एन आइडिया। गेस गर्नुभयो अब म के गर्छु? यो जोयको स्क्रब चाहिँ हामीले फेसमा अनि खुट्टामा, हातमा, घाँटीमा जताकतै गर्न मिल्छ, प्लस ओठमा पनि मिल्छ है। ओठलाई राम्रोसँग सफा गरेर यसमा चाहिँ 2 मिनट हामीले स्क्रब गर्नुपर्छ। अनि स्क्रब चाहिँ 2 मिनट है, 2 मिनटभन्दा बढी चाहिँ गर्न हुँदैन। 2 मिनट स्क्रब गरिसकेपछि त्यसलाई चाहिँ पखाल्ने अनि त्यसपछि फेरि एउटा सफा कपडा अनि सुक्खा कपडाले पुछेर नुहाउने घिउ लगाउने है साथीहरू। नुहाउने घिउको प्रयोगले चाहिँ ओठमा एकदमै राम्रो हुन्छ है साथीहरू। एकदम सफ्टनेस अनि फुटेको ओठ छिट्टै निको हुने। अनि इनकेस तपाईँहरूसँग नुहाउने घिउ छैन भने तपाईँहरूले भ्यासलिनको प्रयोग गर्न सक्नुहुन्छ। अनि स्क्रबिङ गरिसकेपछि मात्र गर्ने है साथीहरू। ओके बाई।